सकल पापलाई नाश जसलाई सुन्नाले श्राद्धे प्रयुक्तम पितृ तृप्तिमा भए श्राद्धका दिन भागवत पढ्छ भने पितृले तृप्ति प्राप्त गरे पितृ पनि तृप्त हुन्छन्। नित्यं सुपाठात् अपुनर्भवम् च नित्य पाठ गर्नाले नित्य पढ्नाले एक श्लोक आधा श्लोक मात्र भए पनि नित्य उच्चारण गर्नाले अपुनर्भवम् च पुनर्भव जन्म अपुनर्भव मोक्ष गति कहिले जन्मिनु नपर्ने निर्वाण पद प्राप्ति गर्दछ। यो परमात्माको नित्य गति हो जुन गति प्राप्ति गरेपछि फेरि कुनै गतिको आवश्यकतै पर्दैन। त्यो दिव्य अपुनर्भव गतिलाई प्राप्ति गर्दछ जसले नित्य सुपाठात् अपुनर्भवम् च नित्य पाठ गर्नाले श्लोकार्धम श्लोकपादं वा यो अन्ते भागवतम पठेत् न तस्य पुनरावृत्ति ब्रह्मलोकात् कराचन। नित्य भागवत का श्लोकहरूलाई श्लोकम श्लोक अर्धम वा एक श्लोक आधा श्लोक मात्रै भए पनि जसले नित्य भागवतलाई पढ्छ भने उच्चारण गर्छ भने त्यो व्यक्तिले यो जगतमा फेरि जन्मनु पर्दैन। भले भक्तवत्सल भगवानको जन्मनु मर्नु पर्दैन कष्ट भोग्नु पर्दैन संसारको चक्रमा रोमलिनु पर्दैन भन्नुहुन्छ। फेरि आउनु पर्दैन अरे यो जगतका दुःख कष्ट आदिलाई सहनु पर्दैन भनेर पण्डित भएका पद्म पुराण अन्तर्गतका महात्म्य प्रसङ्गहरूलाई श्रवणबाट आरम्भ गर्दै आज 6औं दिनसम्ममा 6 अध्यायका भागवतको महत्त्वलाई वर्णन गर्नु भएको छ। भागवतमा भएका विषयहरूको श्रवण गर्नाले के फल प्राप्ति हुन्छ भन्ने विषय हो। भागवत सुन्नाले के हुन्छ मैले एउटै कुरा भन्ने गर्छु। भागवत सुन्नाले ज्ञान हुन्छ। ज्ञान भयो भने व्यक्ति सुध्रिन्छ र अन्तिम क्षणमा उसले सद्गति पाउँछ। भागवत सुनेर हुने भनेको ज्ञानका लागि कथा सुन्नुपर्छ। कथा सुनेर ज्ञान प्राप्ति हुन्छ। अघि मैले भन्दै थिएँ एउटा कथा आत्मदेव ब्राह्मण यी आदिका विषयहरू हामीले बुझ्नुपर्ने कुरा के हो भने त्यो धुन्धुकारी भनेको को हो त अज्ञानता हो। अज्ञानताले धुन्धुकारी हुन्छ। यी 5वटा कारीलाई विनाश गरिदिए जो व्यक्ति छ अज्ञानता जो छ त्यो अज्ञानताले इन्द्रियका वशमा बस्छ। आँखाले राम्रो हेर्ने जिब्राले राम्रो चाट्ने कानले धुन सुन्ने छालाले स्पर्श गर्ने यी इच्छा हुँदा हुँदै जीवन दुर्दशा भोग्नु पर्छ। धुन्धुकारीको जस्तो प्रेत गतिलाई भोग्नु पर्दछ अनि विक्राम रूपलाई धारण गर्नु पर्दछ। त्यसैले भनिन्छ ज्ञान नै जीवनको अमूल्य रत्न हो। मानव जीवनको पहिलो रत्न भनेकै ज्ञान हो। ज्ञानभन्दा ठुलो रत्न अरू केही पनि छैन। दोस्रो रत्न ईश्वरको ध्यान हो। ईश्वरमा निष्ठा हो मानव। अर्को रत्न परोपकार हो। अर्को ईश्वरप्रतिको निष्ठा रूपी रत्न अर्को परोपकार परत्र छ। यस जन्म र परजन्ममा पनि सफल बनिरहन्छ। उसलाई कुनै प्रकारको दुःख पीडा र संसारिक पीडाहरूले उसलाई कहिले पनि बाँध्दैन। त्यो व्यक्ति सदा सर्वदा उच्च शिर बनाई बाँच्दछ र सबैका अगाडि प्रिय बनेर बाँच्दछ। यो छैन। त्यसैले हामीले मानवका 3 रत्नहरूलाई कहिले भन्नु हुँदैन। त्यसैले भगवत चरणमा भक्ति सबैको जागृत होस्। जहाँ जसरी जे गरी प्राप्ति हुन्छ ज्ञान आर्जन गरौँ। मैले हिजो पनि भने आज पनि भन्छु सम्पूर्ण बनाइदिन्छ गर्न सक्दैन। आत्माको चिन्ता बढाउँछ चिन्ताले परिपूर्ण बनाइदिन्छ। ज्ञानी भए अन्तरात्माबाट गर्दछ यसलाई ज्ञान भनिन्छ। सदैव ज्ञान प्राप्ति गर्ने चेष्टा गरौँ। परमात्माका चरणमा भक्ति गरौँ। मानवै जन्मेपछि परोपकारी सदैव बनौँ। यही अमूल्य रत्नलाई जीवनमा उतार